नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले गोविन्द बहादुर मल्ल गोठालेज्यूको कथा बिचर्यु लिएर आएको छु। आशा छ तपाईलाई यो कथा मन पर्नेछ। अहिले मेरो बिहे भइसकेको छ। बाआमाले असल खरानकी केटी खोजेर बाजा बजाउँदै जन्ती लगेर मलाई स्वास्नी ल्याइदिनु भयो। मलाई बिहाको बारेमा केही चिन्ता गर्नु परेन, न स्वास्नीको विषयमा नै। बिहे भन्नु एउटी स्वास्नी मान्छे मेरी हुनु, म यसमा तृप्त थिएँ। चिनाको कृपाले भनौँ या भाग्यले भनौँ, स्वास्नी राम्री र असल स्वभावकी आकर्षक भेटाएको छु। स्वास्नी पाउनलाई प्रेमको वेदनाले छटपटिनु, हाँसो उठ्दो घृणित प्रतीक्षाले आफूलाई हिम तुल्याउनु र कथामा झैं प्रेममा पर्ने अड्काउ र भीषण परिस्थितिलाई कुल्चेर जानु, यी सब मैले भोग्नु परेन। पुरोहितले मन्त्रोच्चारण गरेर दुवैको जुठो चलाएको दिनमै राति मेरी स्वास्नीले मसित राम्ररी हिलेर मिलेर कुरा गरे, माया गरी। आफ्नो आत्मा र शरीर केही आनाकानी नगरी नै सुम्पिदिए। मेरी स्वास्नी मलाई देवता मान्छे, दिनका दिन ढोगिदिएर चरणको जल खान्छे। मलाई जीवनको देवता मान्छे र मेरो हुकुम तामेल गर्दछे। सती साध्वी स्त्रीमा हुनुपर्ने सब गुण छ उसमा। अर्को सबभन्दा ठुलो कुरा के त भने मलाई प्राण भन्दा पनि बढ्ता गर्छे। त्यसो त म पनि उसलाई कम माया गर्दिन। राति अबेर भयो भने आमा मेरी उसलाई भन्नुहुन्छ, जा सुत्न जा, अबेर भयो। उधीमा पाइला गरेर आउँदिन। सबैले सुन्ने गरी ढोका ढ्याङ्ग खोल्छे र मतिर हेरी मुसुक्क हाँसेर भित्र पस्छे। कसैले थाहा पाउला भन्ने डर छैन, कसैले शंका गर्ला भन्ने डर छैन। चियाएर हेर्ने र चाल नपाउने गरी सुन्न आउने कोही छैन। म खुसी छु। त म पनि एक बखत प्रेममा फसेको थिएँ, एउटी अर्को ठिटीसित। त्यो कुरा सम्झँदा पनि हाँसो उठ्छ, भनौँ भने मजा लाग्छ। सम्झँदा मनमा चस्छ बिच्दछ पनि, भन्न सक्दिन। मलाई आफ्नो अनुहारदेखि मोहित हुने बानी बस्यो। एक दिन निधारमा खटिरा आए जस्तो लाग्यो। छोई हेरे, दुख्यो। झटपट ऐनामा गएर हेरे, खटिरा नै रहेछ। भित्रभित्रै मलाई एक तमासको आनन्द भयो। सबैलाई देखाएँ। सबैले भने, डन्डीफोर, पट्टो भइस पट्टो। तरुणीले हेऱ्यो कि क्या रे? फेरि गएर हेरे। तरुणीको गोरो निधारमा सौभाग्यको टीका झैं जवानी मस्केर बसेको रहेछ। मैले त्यस डन्डीफोरलाई फोरिन, लोभ लाग्यो। म पट्टो भएँ। त्यस बखत म 17-18 वर्षको हुँदो हो। एउटा नयाँ साथीसित चिन्जान भयो। त्यो साथी धेरै असल र स्नेहशील थियो। उसको नाम किन भन्नु, घर सहरको कुनै टोलमा हो। उसको र मेरो खुब हेलमेल भयो। एक दिन उसले मलाई घर लग्यो। घरको छिनीमा पुग्दा एउटी ठिटी भर्याङबाट ओर्ली। हामीलाई होइन, खास मलाई देख्न साथ एक फेर झस्की अनि मेरो मुख एक निमेषमा हेरी सिद्धाई। शर्माई, खुम्ची र भागी। ठिटी गोरी, कद मिलेकी र राम्री थिए। त्यस बखत त्यस छिडीमा भेटिएकी त्यो ठिटीको अनुहार उफ अझ पनि सम्झन्छु। छिडीको अँध्यारो सुनसान र दुर्गन्धमा पनि मेरो हृदयमा कुतकुती लाग्यो। त्यस बखत केटीले जाँगे सुरुवाल लगाएकी थिए, फरिया लाएकी थिएन। ऊ भाग्दा आएको सुरुवालको फटफट आवाज अझ पनि मेरो स्मृतिमा अंकित छ। म माथि पुगेर कोठामा बसे। साथी र म दुवैजना गफ गर्न थाल्यौं। साथीले सोध्यो, कृष्णमानको घर कहाँ छ? मैले कुरामा ध्यान नदिई टार्ने किसिमले जवाफ दिएँ, यस्तै यस्तै बाङ्गे मुडातिर। उसले फेरि कोट्यायो, उसले पट्न छाड्यो? कुन्नी? मैले व्यवस्थामा भने। वास्तवमा मलाई थाहा थियो ऊ के गर्छ। म त्यही ठिटीको लज्जत र भगाइमा ध्यान दिइरहेको, सोचिरहेको थिएँ, को होली त्यो? तर मैले त्यो को हो भनी साथीलाई सोध्ने साहस गरिन। साथीकै बहिनी हो भन्ने अठोट गर्न मन लागेन। बहिनी हो भनेर सोच्दा आनन्द लाग्यो, डर पनि। हामी बसेको कोठा भर्याङ निरैकै थियो। भर्याङमा कोही उक्लेको आवाज आयो अनि मैले अनुहारको भावलाई दबाउने कोसिसमा साथीतिर हेरेर भने, भोलि सिम्बु जाउँ। तर मेरो कान भर्याङतिर थियो। उक्लेको आवाज सकियो। ढोकासम्म पाइलाको आवाज आएर रोकियो। मैले ढोकातिर नहेरी सकिन। मलाई त्यो केटीले ताकी। मैले उसलाई। दुवैको आँखा जोड्यो। मैले हडबडाएर साथीतिर हेरेर भने, के भन्छौ? त्यो केटी ढोका नागेर पास भएको पनि सुने। साथीले मेरो अनुहारको भाव बुझेको जस्तो लाग्यो, तर झ्वास्स मनमा आयो, साथी कि बहिनी? मैले पनि बहिनी सम्झनु पर्दछ। मैले दोषीको झैं टाउको निहुराएँ। साथीले भन्यो, भोलि के छ र? सिम्बुमा। भोलि अष्टमी, सिम्बुमा जात्रा हुन्छ। बल्ल सासमाथि आयो। त्यसै बखत उताबाट एउटा ठिटीको आवाज सुनियो, दाई दाई, आमाले झट्ट आउनुहोस् रे। त्यस दिन रातभरि मैले त्यस ठिटीलाई सम्झन्न भन्दा पनि सम्झिरहेँ। ऊ मोहनी लाग्दो किसिमले खुम्चेर भागेकी र कलिला स्वरमा आमाले झट्ट आउनुहोस् रे भनेर बोलेको मैले सम्झिरहेँ। भोलिपल्ट म साथीको घरमा जान तम्सिएँ। साथीले असनमा रामचाको पसलमा भेट्छु भनेको त थियो। कृष्णमान भन्ने मेरो अर्को साथी छ, त्यसको घर पनि उतै पर्छ। उसलाई धेरै दिन भयो भेट नगरेको। भेट्ने रहर पैदा भयो, तर कृष्णमानको घर पुग्दा होइन जस्तो लाग्यो र बोलाइन। सिधा त्यही साथीको घरतिर लागे।
घर पुग्न लाग्दा फर्को जस्तो पनि लाग्यो। सानसानो पाइला गरेर पनि साथीको घर पुगिहालेछु। आँखा उठाएर माथि झ्यालमा हेर्छु त उही केटी। झ्यालमा उही केटी देदीप्यमान रहेछ। उसले मलाई देखिहाली र जिब्रो काटेर भागी। मलाई पनि शरम लाग्यो। मैले आफ्नो सोचाइलाई सम्हाल्दै पनि यो कुरा सोचिहालेछु, उसले मलाई नै पर्खिरहेकी होली। भर्याङमा पुगेर साथीलाई बोलाएँ। त्यसबेला सायद मेरो स्वर लर्खरिएको थियो। 2-3 चोटि बोलाएँ, कसैले जवाफ दिएन। केटीले जरुर सुनेकी होली, तैपनि बोलिन। मेरो मनमा हाँसोको लहर दौडियो, तैपनि म दिक्क भएर भुनभुनाएँ, कस्ती रहेछ। अर्कै स्वास्नी मान्छेको आवाज आयो, तल को हँ? मैले भने म। फेरि पनि माथिबाट साथीकी आमा बोलिन्, तल को हँ? मैले ठुलो स्वरमा भने म। त्यो केटीले भर्याङमाथि उक्लेर भने, दाइको साथी क्यारे? छैन भन्न सकेनस्? अहिले हो बोलाइरहेको? म फर्कन तयार भएँ, तैपनि फर्के, तर छैन भन्न कोही आएन। बाहिर निस्किन्छु त साथी टुप्लुक्क भेट भयो। पल्लोपट्टि छिमेकीको घरबाट बाहिर निस्केको रहेछ। म आफूलाई चोर समातिएको जस्तो लाग्यो। साथीले भन्यो, असनमा जान त बिर्सिहालेको। मैले उसको कुराको वास्तै नगरिकन चाँडै भने, कृष्णमान कहाँ किताब लिनु थियो र आएको, भेट भएन अनि? साथीले भन्यो, सिम्बु जाने? एकछिन म टोलाएँ। उसले भन्यो, हँ? मलाई सिम्बु जान पटक्क मन लागेन। मैले केही हाँस्दै भने, जाने? जाउँ न, मजा हुन्छ। हुन्छ त, एकछिनपछि जाउँला। मैले शिथिल भएर भने। छिडीमा कोही भेट भएन। भर्याङ उक्ले, कोही भेट भएन। अनि कोठामा दुवै बस्यौं। साथीले लुगा लगाउन थाल्यो। म मौन र गम्भीर थिएँ। माथिबाट चुराको छिनिक्क आवाज आयो। भाँडा खसेको शब्द आयो। ऊ काममा लागेकी होली। साथीले चाँडै लुगा लगाइ सिद्धायो। साथीले भनेको थियो, राम्चालाई एकचोटि भेट्नुपर्छ। हिँड्न त मन थिएन, तर कसरी सुख पाउनु? श्वास मनमा आयो, साथीकी बहिनी। हृदयमा एउटा गरुङ्गो बोझ लिएर भर्याङ ओर्ले ढोका बाहिर निस्के र परसम्म पुगे। 3 दिनसम्म मैले साथीको घर जानै पाइन। साथी कहिले बाटैमा टुप्लुक्क भेटिन्थ्यो, कहिले मेरै घरमा आइपुग्थ्यो। ती दिन साह्रै निराश भए। चौथो दिन म उसकै घर पुगे। केटी साथीको कोठाबाट कुच्चो समातेर निस्की र यताउति हेर्दै नहेरी छिटछिटो गई। म भित्र पसेँ। एकछिनपछि फरिया लगाएकी एक तरुणी मेरो अघिल्तिर देखा परी। त्यो त्यही केटी रहेछ। ऊ त्यति चाँडै फरिया लगाएर मेरो अघिल्तिर किन देखा परी? एकछिनसम्म म अचम्म भएँ। एकै पलकमा मैले उसको सारा बदनलाई देखेँ। उसको चटक्क परेको शरीर पातलो पातलो, राम्ररी नमिलेको, माया लाग्दो मलाई लाग्यो। ऊ भर्याङ ओर्ली, तर एकैछिनमा माथि आई र हामी बसेको ढोकाबाट पाइलालाई तौल्दै यतापट्टि हेर्न नचाहे झै गरी पास भई। त्यस दिन ओछ्यानमा पल्टेपछि खास्टो ओढेर सुत्न लाग्दा यसो विचार गरे, साथीकी बहिनी हो, मैले के विचार गरेको? मैले बराबर प्रतिज्ञा गरे, म उसलाई बहिनी सम्झिनेछु। को भावना राख्ने छैन, तर घुमिकन अनेक किसिमको इन्द्रिय लिप्साको भावना आइरह्यो। बिहान उठेर मैले विचार गरे, आज म जान्न। तर भात खान साथ मलाई त्यही घरले खिच्न थाल्यो। जान्न र जाउँको तानातानमा आखिर जाउँले नै जित्यो र 4 बजे घुम्न जाने बाहनाले त्यहाँ पुगिहाले। अब अरू कुरा म सम्झन्न। एक न एक बाहनाले म त्यो घर रोज जस्तो जान्थे। घनिष्ठता बढ्दै गयो। त्यो घरमा म निष्फिक्रीसित बेसङ्कोच पुगिहाल्दथे। जान्थे, साथी नभएको बेलामा कोठा खोलेर एक्लै बस्थे पनि साथीकी आमा मसित कुरा गर्थिन्, ठट्टा गर्थिन्। मैले केटीसित कुरा गर्न पाएको थिइनँ। म त्यहाँ कोठामा बसिरहेको बेलामा ऊ बाहिर ओहोर दोहोर गरिरहेकी हुन्थे। कहिले गाग्रो बोकेर पानी लिन जान्थे, कहिले कुचो लिएर ओहोर दोहोर गर्दथे। दिशा गर्ने लोटा समातेर तल ओर्लिन्थे। छिडीमा जान्थे। कोही मान्छे आयो भने त्यही कोठा बाहिरै बसेर कुरा गर्दथे। त्यो सबै मेरै निम्ति, मलाई देखाउन, हाँसो मेरै निम्ति, ठट्टा मलाई सुनाउनका लागि हो जस्तो लाग्दथ्यो। मैले कुरै गर्न पाएको थिएन। उसित बोल्न साहस थिएन। साथीकी बहिनी भनेर हो कि आफ्नै संकोच र लज्जाले हो, अथवा ऊ अघिल्तिर परेर पछि हट्ने र लाज मानेर भाग्ने कारणले गर्दा हो, मैले उसित बोल्ने साहस गरिन। राति सुत्ने बेलामा रोजै यसरी कुरा गर्छु, उसरी कुरा गर्छु भन्ने कल्पना गर्दथे। तर भोलिपल्ट फेरि त्यस्तै, म बोल्न सक्दिनथे। उसको बानी कसैसित नबोल्ने होइन। हरिकृष्ण भन्ने मेरो साथीको अर्को एउटा साथी छ। ऊ जत्तिकै पुरानो र नयाँ पनि हो। ऊ कहिलेकाहीँ मात्र त्यो घरमा आउँछ। केटी उसित मजासित बिना संकोच कुरा गर्दथे, तर मसित चाहिँ होइन। त्यसमा मलाई बिच्ने कुरा केही छैन। म सन्तोष नै थिएँ। यसमा मेरो आफ्नो जितै भएको थियो। हरिकृष्ण मेरो अगाडि कुरूप थियो। ऊ कालो र छ्याकटे थियो। संकोच किन? म निष्फिक्रीसँग भन्छु, म राम्रो छु। साह्रै राम्रो नभए पनि ममा स्वास्नी मान्छेलाई तान्ने आकर्षण छ। हृदय चाहिन्छ। हृदय पनि त छ मेरो। मदेखि लाज मानेर भाग्नु पनि त प्रेमकै लक्षण हो नि। एउटा अर्को कुरा सम्झन्छु। एक दिन केटीको भान्दाई भन्ने आएको थियो। उसित मैले सुन्ने गरी केटीले कुरा गरे, ऊ त्यो घरको राममाया मनपर्छ, आउँछु भन्छे।
मैले सम्झे मलाई नै पेच हाने कि हो। वास्तवमा त्यस घरकी राममाया झ्यालमा बसिरहन्थे र म उसलाई हेर्न सक्दिन थिएँ। यो कुरा केटीले चाल पाएकी छ भन्ने मलाई थाहा थियो। उसको ईर्ष्यालाई जगाउन म राममायालाई झन देख्ने गरी ताक्दथे। केटीको राममायामाथिको ईर्ष्याले मलाई तृप्ति दिन्थ्यो। प्रेमले मेरो हृदय भकभकै पाक्न थाल्यो। मैले कसैलाई भन्ने साहस गरिन। आमा बाबुलाई कसरी भन्ने, तैपनि भन्छु भन्ने त लाग्दथ्यो, तर लाजले भन्न सक्दिनथे। केटीको जात मेरो भन्दा सानो थियो। पहिलो रोकावट त्यही आइपर्छ। आमालाई ठट्टा गरे झैँ छेस्को दिन्थे। म बिहे गर्दिन, आफै उडाएर ल्याउँछु। आमा हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, लिएर त आ, चुल्ठो समातेर निकालिदिन्छु, होइन भने तै पनि बाहिर बस। कथामा चाहिँ प्रेममा भएको बन्धन र रुकावट, सतहमा निराशा तर गहिराईमा सन्तोष थियो। हामी दुईजनामा प्रेम परेको छ। यो कुराको पत्तो साथीले पायो पाएन मलाई थाहा छैन। उसले मलाई केही भनेन, न मैले उसलाई। ऊ लाटो त होइन। उसले बहिनीलाई ए आगोले, ए पानी खानले भनेर बराबर बोलाउँथ्यो। बहिनी झर्केर सक्दिन भन्दथे, तर एकैछिनपछि आगो अथवा पानी ल्याएर मुन्टो फर्काउँदै ढोकामा टक्राएर जान्थे। यो सब किन? साथी अबुझ थिएन, तर उसले मलाई केही भनेन। म अनुभव गर्दथे मैले नदेखिने गरी ऊ मेरो मुख निहारिरहन्थ्यो। तर केटीका आमा बाबु भने एकदम लाटा थिए। यी सबै कुराहरूमा लाटोपन दर्शाएको हो कि अथवा जात नमिल्ने हुनाले हो, म केही भन्न सक्दिन। एक दिन म साथीको कोठामा बसिरहेको थिएँ। साथी पसलतिर केही किन्न गएको थियो। पर्खिरहे, धेरै बेर भयो आएन। साँझ पर्न लाग्यो, आएन। कोठामा भएका सबै किताबहरू उल्टाएँ पल्टाएँ, तर केही पढिन। कोठामा भएका सबै तस्बिरहरूलाई एक एक गरेर हेरेँ। केटीको बाबा आमा, साथी र ऊ बसेर खिचेको तस्बिरमा बराबर दृष्टि परिरहन्थ्यो। केटी त्यसबेला भर्खर दूध खाने बालक निर्दोष आमाको काखमा खेलिरहेछै थिए। साथी चाहिँ बुद्धु जस्तो भएर भैँमा बसेको थियो। बाहिर भुइँतलामा फरियाको आवाज आयो। आँखा ढोकैतिर फर्कियो। केटी गाग्रो लिएर जान लागेकी थिए। आँखा चुद्यो। म मुस्कुराइदिएँ। ऊ पनि मुस्कुराएर फर्याङ ओर्ली। उसको शरीरको बनावटलाई जवानीले परिपुष्ट बनाइसकेको थियो। मैले सुलुत्त परेको माछाको शरीर देखेँ अनि पछि मेरो मन ढोकढोक हुन थाल्यो। बसे, उठे, झ्यालबाट बाहिर हेर्न थाले। फर्याङमा आवाज आउँछ कि भनेर कान थापे। केटीसित कुरा गर्ने, अझ हात समातेर बोल्ने इच्छाले तुलबुल ल्याउन थाल्यो। फर्याङको आवाज आयो। मेरो खुट्टा लगलगी काप्न थाल्यो। ढोकासम्म पुगे, फर्के। केटी माथि आई। ओठमा हाँसो च्यापेर लाज मान्दै पास हुन आँटे। म अघिल्तिर बढेको मात्र थिएँ। पास भइहाली। ढोकाबाट हेरे। ऊ फट्का मार्दै फर्याङ चढी अनि म आएर बसेँ। इच्छा एकदम कता गायब भयो कता। त्यसको सट्टा भयले आएर छोप्यो। कहीँ ऊ त रिसाइन? कसैलाई त भनिदिने होइन? म दोषी चाहिँ उठेँ र कोठा थुनेर तल उडिएँ। मैले मनलाई सम्झाउन खोजेँ, बहिनी हो बहिनी, तर मनलाई सन्तोष गराउन सकिन। म चिसिएर सोच्न लागेँ, काम वासना प्रेम होइन। प्रेम शुद्ध हुन्छ, प्रेममा वासना हुँदैन। मैले उसलाई आदर्श प्रेम गर्न पर्दछ। आदर्श प्रेम कमजोरीद्वारा रक्षित भएकोले मैले आनन्द मान्न खोजेँ, तर मनको एक कुनामा हातबाट माछा चिप्ले झैँ पनि लाग्यो। भोलिपल्ट संशय तथा भयले म गइन। पर्सिपल्ट गएँ त केटीको अनुहारमा कुनै विकार नदेखेर मेरो मन हलुङ्ग भयो। एक दिन अकस्मात साथीले नियाउरो मुख लाएर मलाई भन्यो, भोलि म वीरगञ्ज जान्छु मौजामा। म खङ्ग्राङ खुङ्रुङ्ग भएँ। मैले भने, किन र भोलि नै? उसले भन्यो, 12 म जाने मौजामा। कुनै के गोलमाल पर्यो रे। उसले फेरि भन्यो, 3-4 महिना त्यहाँ बसिन्छ कि? साथीको घरमा गए। भित्र साथीको बाबु चाहिँ लुगाफाटो बाकसमा राख्ने र गुन्टा कस्ने योजना गर्न लागिरहेका थिए। मटानमा झुम्रे झुम्रे भरियाहरू चिल्लीमा तमाखु खान लागिरहेका थिए। तमाखुको खरो गन्ध वाक्क लाग्दो थियो। केटी बाबुलाई सघाइरहेकी थिए। मलाई देख्न साथ ऊ उठ्न खोजे, तर बसे। एकचोटि खिस्सा हाँसेर टाउको निहुराई। त्यो हँसाइ थिएन, खल्लो थियो। जब म साथीको बाबुलाई जानुसै राम्ररी भनेर हेर्न लागे, केटीले मेरो मुख ताकी। त्यो तकाइमा दिन याचना झैँ थियो। देखा पर्ने गर है। म ढोकाबाट बाहिर निस्किएँ। बाहिर निस्कँदा उसको तकाइले अनुसरण गरेको जस्तो लाग्यो। साथीलाई फेरि काँपेको स्वरमा हाँस्दै भने, चिठी लेख है। म भर्याङ ओर्ले। त्यति हो। त्यसपछि फेरि केटीको नाकमुख देखिन। साथीको घरतिर केही आशा लिएर जान्थे, तर भित्र जाने साहस भएन। कुन बहाना लिएर जाउँ? पछि यो पनि थाहा पाएँ, दुवै आमा छोरी माइती घर गएका रहेछन्। म यसमा आनन्द पाउन लागे। ऊ मलाई लिएर राति कति कल्पना गर्दी होली, कति देखिन र हेर्न चाहेकी होली उसले। करिब 2 महिना बित्यो। साथी टुप्लुको घरमा आइपुग्यो। म आश्चर्यचकित भएँ, साथै दङ्ग पनि। मैले सोधेँ, कहिले आयो? उसले संक्षेपमा गम्भीर भएर जवाफ दियो, हिजो। कस्तो छ त? मजा छ? मोटाएर आएछौ? मजै भन्न पर्यो, नत्र अन्त पनि जाने सुर थियो। किन त? गाउँको गाउँमै बसेर यतातिर हतारिएर आएँ। किन? त्यसै, नत्र। साथीले अन्कनाउँदै जवाफ दियो र एक सासमा बोल्यो, बहिनीको बिहे 4-5 दिन मात्रै बाँकी छ।
चोट बज्र्यो ममाथि। म सोच्न लागे। मैले एकचोटि पनि कुरा गर्न पाइन। प्रेमको 2 वचनसम्म पनि बोल्न पाइन। चुनेली रातमा घुमफिर गर्ने कत्रो सपना थियो, त्यो पनि पूर्ण भएन। पछि मनलाई सान्त्वना दिन खोजे। पाउनुमा नै प्रेम अडेको छैन, नपाउनुले झन प्रेमको महत्त्व बढ्दछ। बिहे भयो सिद्धियो, प्रेम नर्यासेमा नै सजीव हुन्छ। यस धारणामा मिठो स्वाद पनि पाउन लागे। केटीको बिहेमा भोज खान मलाई पनि निम्तो आएको थियो। पेट दुखेको बहानाले भोज गइन। चाँदीको चम्चालाई एकछिनसम्म निहारे र अन्जानमै ओठसम्म पुर्याएर गोड धुवा पठाइदिए। भोक लागेको त थियो, तैपनि पेट दुखेको बहानाले भात अलिकति मात्र खाएँ। भात खाएर कोठाको ढोका थुने। रातभरि निन्द्रा आउँदैन भन्ने थाहा थियो, तैपनि सुत्ने कोसिस गरे। ओछ्यानमा सिरक ओढेर पल्टेपछि सोचे, एकचोटि पनि मिलन भएन, नत्र 2 जना भएर अन्धकारमा ताराहरू गन्थ्यौं। बिहान उठ्दा मगज ताजा भइसकेको थियो। रातभरि मस्तसित सुतेछु। निन्द्रा लागेकोमा शरम पनि लाग्यो। पछि आँट लिन पुगे। केही नपाउनेलाई सहारा निन्द्रै त हो नि। केही दिनपछि मलाई एकजनाले भन्यो, ऊ 3 दिनदेखि बिहे हुने कुरा सुनेर टाउकै नउठाई रोइरहेछ रे। यो कुरा सुनेर म उत्फुल्ल भएँ। मैले मनमा नै भने, बिचरीलाई कत्रो चोट पर्यो। र मैले पनि आफ्नो हृदयमा चोट परेको ठाउँको अनुभव गर्न खोजे। पछि यो पनि सुने, ऊ लोक्नेको घरमा दिनभरि चोक्राएर बसिरहन्छ रे। यसमा पनि मेरो मन फुलेर माथिसम्म आयो। उसको नवविवाहित पोइलाई मैले चिनेको छु, कालो, आँखाभित्रसम्म पसेको। मैले आफ्नो अनुहारलाई स्मृतिमा सम्झे। यसमा पनि मेरै जित थियो। बिचरी पोइसित कसरी बस्ती होली, उसलाई पोइ देखेर कति घृणा हुँदो हो। म कल्पना गर्न लागे, कसरी भद्दा किसिमले ऊ बोल्दो हो, कसरी ऊ जिस्कदो हो। म ईर्ष्याले जल्न लागे। फेरि सोचे, कसरी अनिच्छापूर्वक त्यो केटीले पोइलाई आत्मसमर्पण गर्दी हो, कसरी चिसो भएर चुम्बनको गाला थाप्दी होली, अनि गालामा परेको घिनलाग्दो थोक पुस्दी होली। बराबर यस्तै कल्पना आँखामा नाचिरहन्थ्यो। लैला मज्नुको प्रेम झैं मेरो जवानीमा घटेको घटनाले मानव प्रेमको ध्येय पूरा भयो जस्तो लाग्यो। मलाई सन्तोष भयो, आनन्द पनि। मैले कसैलाई प्रेम गरेको थिएँ, कसैले मलाई हृदय दिएकी थिए। त्यो काम ठुलो कुरा होइन, कत्रो अहोभाग्य। प्रेम शुद्ध छ, वासनामय होइन। सबैको अघिल्तिर जवानीको धाक लाउने अधिकार पाएँ। सबैको ईर्ष्याको अधिकारी पनि हुन पाएँ। म त्यस बेलादेखि साथीको घरमा कमै जान थाले। ऊ मेरो घरमा आउँछ। कहिलेकाहीँ मलाई उसकी बहिनीको दिन वेदना मिश्रित अनुहार हेर्न रहर लाग्दथ्यो र जान्थे। तर ऊ देखा परिन। सायद पोइको घरमा होली, त्यसैले देखा पर्ने साहस गरिन होली। धेरै दिनपछि एक दिन म साथीको घरमा एक्लै गएँ। पहिले चाहिँ सिडीमा बसेर बोलाएँ। त्यो केटी बोली, तलको? म झस्के र आश्चर्यचकित भएँ। मैले सानो स्वरमा बोले, को म भन्दै ऊ भर्याङको बीचमा ओर्ली। यति चाँडै मेरो स्वर बिर्सी। झट्ट सोचे, सायद मलाई हेर्न चाहन्छे। मलाई सङ्कोच लाग्यो। झटपट सम्हालेर अनुहार गम्भीर बनाए र सकेसम्म पीडाको भाव पनि दर्शाउन खोजे। उसले मलाई देखि र आँखामा आँखा जुदाएर भने, ए तपाईँ? कोही पनि छैन। यन्त्र चाहिँ म फरक्क फर्के। ऊ माथि गए। यो आशातीत कहाँबाट भयो? उसको आँखामा त्यो चमक खोइ, अनुहारमा हँसिलोपन खोइ, त्यो सङ्कोच खोइ, शरम खोइ। साह्रै तितो अनुभव भयो। बरु भेट नै नभएको भए हुने। तैपनि उसको अनुहारमा कारुण्य छ कि भन्ने ठानेर उसलाई भर्याङमा बसेको सम्झे। धेरै बेर सोचेपछि आँखाको कुन कुनामा म प्रति प्रेमको रस पाएँ। म विचार गर्न लागे, उसले मनको भावनालाई दबाएर अभिनय गरेकी होली। उसले मलाई टाढाको ठान्न खोजेकी हो। मैले पनि पापै गरेको हुँ। किन बिहे गर्न सकेन, लग्न सकेन? अब म उसलाई हेर्न भनेर जान्न। ऊ पनि यताउति चञ्चल भएर अब हिँडडुल गर्दिन। कहिले देखा पर्छे, तर नदेखेजै गरेर रसहीन भएर हिँड्छे। कहिले मेरो अघिल्तिर आएर दाजु चाहिँसित निसङ्कोच कुरा गर्दछे। मसित पनि बोल्न खोज्दछे, तर म बोल्दिन। एकै थलोमा बसेर खरो आवाजमा बुढीले चाहिँ कुरा गर्दछे। म सोच्न कोसिस गर्दथे, प्रेममा ठगिएकी बिचरी असमयमै बुढी भई। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो कथाकार गोविन्द बहादुर मल्ल गोठालेज्यूको कथा बिचरी ऊ। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भोलिको भिडियोमा अर्को कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।